हेलो गाइस, सबैजनालाई वेलकम छ मेरो मिनी ब्लगमा। सदा चाहिँ आज पनि पतर 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 बोलेर एउटा भिडियो लिएर आएको छु। आज चाहिँ हामी विशेष गरी बच्चाहरूको इक्जाम सकेपछि छुट्टी भएर गाउँ आएको छौँ है, हैन। गाउँ आएको छौँ अनि गाउँ चाहिँ मेरो पनि बुढोको घर भने पनि मेरो घर अनि माथि छ मूल घर चाहिँ यहाँ दिदीको घर हो। अनि हामी चाहिँ यहाँ दिदीको घरमा आज स्पेसली पार्टी गर्दैछौँ। पार्टी हो र हो, भाले कटिङ छ। अनि काठमाडौँदेखि पनि मेरो कान्छी भाउजू आउनु भएछ, भदैनी भदाहरू सबैजना हामी गाउँ घुम्न आएको। विशेष गरी फेरि यहाँ चाहिँ खतरा भाउजूको हेरे इन्ट्री कस्तो भयो। लोकल भाले कतरङ कतरङ छ। अनि लोकल भाले कराम कराम सुत्केरीलाई खुवायौँ भने जस्तो सुत्केरी चाहिँ कोही पनि छैनन् कि, खाने चाहिँ हामी नै हो। तरै यहाँ दिदी भाँडो खरानी आगोमा पकाएको खाना, आगोमा पकाएको खाना। अनि यहाँ चाहिँ लोकल कुखुरा हाम्रो भाउजू स्पेसली काठमाडौँदेखि यहाँ आएर बनाउँदै हुनुहुन्छ। अनि यता उनीँ चाहिँ छन् खसीहरू, खसीको मासु खाने भए चाहिँ अब 1 वर्ष पर्खिनु पर्छ यता चाहिँ। अनि यस्तो चाहिँ कति राम्रो हरियाली छ। अनि यहाँ एउटा लोकल भाले भाउजूले काटेको, यहाँ अरू सेना मेना चाहिँ यता छन्, पिर परिरहेछ। एक्साइटेड हुनुहुन्छ भाउजू? एकदम धेरै एक्साइटेड। काठमाडौँबाट आएर लोकल कुखुरा अनि बनाउन पाउँदा हैन पुरै इच्छुक महानुभावहरूले खाना आउनु होला, सम्पर्क गर्नु होला। सम्पर्क गर्दाखेरि अनि खाना आउँदा चाहिँ रित्तै नआउनु होला, 1-2 हजार कोसेली लिएर आउनु होला। यति भन्दै अब म भ्लग बनाउँदै यसो वरिपरि देखाउन चाहन्छु। म यस्तै छ गाइज। अब अहिले माथि मूल घरतिर पनि जान्छु म, यसो भेटघाट कार्यक्रम हैन। अनि भेटघाट त अस्ति पनि आएर भइरहेको छ दिनकै। त्यही पनि आइसकेपछि म नआउने मान्छे आज भाउजू काठमाडौँदेखि आउनुभएछ, जाऊँ न भेटघाट गर्नलाई, मलाई पनि हेर्न मन छ भन्नुभयो र। अनि मेरो दिदीको घर पनि यहीँ, मेरो घर पनि यहीँ, तर म उतै बस्छु हैन। मेरो चाहिँ मूल घर भनौँ न, सासू मम्मी बस्ने चाहिँ माथि छ घर। अनि हाम्रो बसोबास चाहिँ उतै छ। नानीहरूको छुट्टी भइसकेपछि घुम्न जाऊँ न त भने म चाहिँ भोलि बिहानै फर्किहाल्छु है। केटाकेटीहरू चाहिँ यिनै हो नि, स्कुल छुट्टी भएर। मेरो भदैनी चाहिँ यहाँ चाहिँ अब मेरो भदैनी काठमाडौँदेखि आकी घुम्नलाई फुपूको घर। अनि ऊ विराटनगर चाहिँ उसको मामा घर हो, उता पनि जान्छे। यो चाहिँ सदाबार आउने यो छुटकुटी दिदीको छोरी हो, मसँगै बसेर पढ्थे। अनि 12को टेस्ट सकेर